वेलकम ब्याक टु आवर च्यानल. इट्स मी कृपा पौडेल. आशा छ सबैजना सन्चै हुनुहुन्छ होला. मैले इन्ट्रो गर्दाखेरि यो ज्याकेट 3-4 चोटि लगाइसकेँ गाइस, मलाई केही नभन्नु. अनि के भन्छ अरे ह्याप्पी तिहारको दिन. अनि मेरो फोनमा स्टोरेज नभएर मैले 1 घन्टा लगाएर सबै डिलिट गरेर सबै वाट्सएप, टिकटक, मेसेन्जर, फेसबुक सब डिलिट गरेर अनि ब्लग बनाउन थालेको. अनि कस्तो हुँदो रहेछ भने धेरै एपहरू चलाएपछि डाटाहरू पनि धेरै खान्छ नि त. एमबी चलाएको मात्र के भन्छ ब्याकग्राउन्ड डाटाहरू के. अनि त्यो भएर मैले चाहिँ काम गरिदिएको होइन. ओखर पिस्दैको यहाँ चाहिँ अनि दुबो पिस्छु अनि दह बनाउँछु अनि ढोकामा लगाएपछि काम भ्याइन्छ. आई थिङ्क योपालि चाहिँ म एक्लै भएँ. मैले एक्लै गर्नुपर्छ सबै. केही छैन गाइस, गर्नुपर्छ. लाइफमा एक्लै जिउनु सिक्नुपर्छ गाइस. जब चाहिँ म दुबो पिस्दैछु होइन, अनि म चाहिँ के भन्न आएको भने मेरो चाहिँ आज फोन फुट्यो के अघि. मतलब फोन होइन कि के भन्छ यसलाई, यो दुबो पिस्न जस्तो अप्ठ्यारो केही हुँदैन जस्तो लाग्यो. मैले फर्स्ट टाइम गरेको हो कि यो सब, किनभने पहिला मैले गर्नु पर्दैन थियो. फुपूले गर्नुहुन्थ्यो, दिदीले. अब म एक्लै भएँ त्यही भएर यार छ. म चाहिँ टिका रेडी यो सेतो हाल्नु पर्दैन है. टिका रेडी बनाउँदैछु. यो चाहिँ ढोकामा लगाउने टिका हो. यो वाला टिका चाहिँ दाजुभाइले लगाउने, बिचमा दही राखेर. गाइज अनि एउटा कुरा, मेरो बाबाले चाहिँ आज 17 प्रो म्याक्स किन्नु भयो कि होइन. मलाई चाहिँ खुसी लाग्यो किनभने अब बाबा नेपाल आउँदै हुनुहुन्छ. मैले चाहिँ खालि यहीँ अडाएर किन भिडियो बनाउँछु जस्तो तपाईँहरूलाई लाग्छ होला, किनभने म यहाँ फोन चार्ज गर्छु के. अनि यहाँ यसरी अडाउन पनि मिल्छ, टिकटक बनाउनु यसरी बनाउनु पनि मिल्छ. एउटा मेन थिङ इज मैले तिहारको लागि लुगा किने होइन. गुजारा इज द बेस्ट थिङ एभर. अब चाहिँ म के लगाऊँ भनेर सोचिरहेको थिएँ होइन. अनि मलाई अचानक याद आयो कि साडी इज द बेस्ट अप्सन यो तिहारलाई चाहिँ. अनि मैले साडी चाहिँ यो लगाउँदैछु होइन. यस्तो राम्रो हो कि. अनि ल है, अब चाहिँ म पुरै रेडी भएर आउँछु गाइस. ल सुन्नु नि. ल 3, 2, 1. हाई गाइस, फाइनली म रेडी. मोमोको होइन, एकछिन लाउँछु काम दिन्छु मोमोलाई. कस्तो अकडी हो. हाई गाइस, फाइनली अब चाहिँ म यो लगाउँछु ढोकाहरूमा. अहिले चाहिँ म यति बस्छु होइन. कपाल चाहिँ अहिले फेरि खोल्नु पर्ला. म चाहिँ फुल्ली रेडी भइसकेँ. मठ र ढोकामा पनि टिका लगाइसकेँ. मम पनि यहाँ रेडी हुनुहुन्छ. तर मम तपाईँले टिका लाउनु हुन्न साँच्चै? कोही नि भएन. आफै लाउँछु. सो दिस इज द ड्रेस अप. हजुर राम्रो थियो है यो तिहार कोकसँग. यहाँ चाहिँ यस्तो भयो होइन. म चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ, म चाहिँ भ्लग गरिरहेको गाइस.
ढोगिराख्नु पर्छ हरेक उस प्रोग्राम पछि होइन मम्मी कतिको ट्यालेन्ट भन्ने कुरो अब यसले यहाँ कतिको ट्यालेन्ट सबको यो नै चाहिँदो रहेछ कमसे कम मेरोमा कालो टिका चाहिँ देखिन्छ फाउन्डेसन लाग्यो है त त्यसको नि धेरै ठुलो भयो अर्को अटाउन पर्छ टुपु टुपु पाए पहिला दुःख लाउन अनि ओखर अनि त्यस पछाडि कालो त लास्ट यो हरियो रहेछ डडङ ल ढोग नै लाउँदै साधनको बाले त्यता अघि आउँदै ढोग्दै गर्ने यसलाई त आज हो के दसैँ हो दाइ पैसा हाल्छ नि ए दिने ल यता के मानी भए धेरै पढे फोटो खिचिरहेको भिडियो के त्यही भएर स्क्रिनसट लिन्छ होइन कि यहाँ दाइले हेर्नु हाँसाए जस्तो गर न हाँसे जस्तो बोले जस्तो तपाईँ किन पनि धुम्म बोल्ने खालले तपाईँको बारेमा दुई तिनजनाले के भन्यो भने त्यस्तो होइन राम्रो कुरा भन्यो कस्तो चिमा डिस्टो ओके, राम्रो कुरा लगाइयो ल साधन नाच्नु त नि ल तान्नु नाच्नु न भयो साधन के गरिरहेको ल ल तिमीहरू नाच्छ दाइ अब दाइ नाच के दाइले के नाच्ने नाच है रमाइलो ओके भयो रमाइलो अनि भोलि आएर कलमा के गर्नु कलमा सँगै हो भने रमाइलो गर्नु हो त ल रमाइलो अति राम्रो रहेछ कि किन आई नाच आउन ल। के कुरा के गर मेरो अनलाइन नाच्ने नाच राम्रो ल हाँसेर यतै घुम्ने हो कि रमाइलो अनलाइन नाच्ने अन्त नै क्या रमाइलो बोल्यो म त हारै छु यार नि अघिकै त होइन तिनवटा यो पाल चाहिँ मेरो देखाउनु सबैको देखाउनु हुन्न ए फेरिबाट हुन्न है हुन्न हुन्छ ल। हुन्न है दाइ हुन्छ भने नाइ सुरुमै भनेको यो दाइको मैले जितेँ मलाई थाहा मैले लग्यो पैसा नरोइन बल्ल बल्ल एउटा एकचोटि जितिरहेको थिएँ फेरि यसलाई यो 10 अनि जे पर्छ जहिले 300 रुपियाँ थियो मम्मी गयो थुक्क ए कतिवटा भन्छु मम्मीले